पहिला यो सुकुम्बासी आन्टीको कुरा सुन्नुस् के भन्दै हुनुहुन्छ। बालिन सरले जे भन्नुहुन्छ हाम्रो त कोही छैन। व्यक्ति आएर तपाईहरु हट्नुस् अथवा जानुस् कसैले केही भनेको त्यो भन्नु चाहिँ त्यो सुनेको मात्रै त्यो हैन। यहीँको वडा अध्यक्षले यहीँको के जब भनौँ न मान्छेहरू हो यो दिदीले साँच्चै भन्नुहुन्छ। त्यो लाखौंको भाडा खाइरहेछ सुकुम्बासीको नाममा हुकुमवासीहरूले। भन्नु खोजेको हामीलाई सबै नेपाली एउटै हो। जे गर्छ राज्यले गर्छ। हो जे गर्छ राज्यले गर्छ। वास्तवमा जुन सुकुम्बासी छ उहाँलाई राज्यप्रति भरोसा छ र राज्यलाई पनि कर्तव्य बन्छ। जुन वास्तविक सुकुम्बासी छ उहाँलाई छानबिन गरेर घाँस बाँस र कपास तीनटैको व्यवस्था गर्यो सरकार। यसलाई हामीहरू पनि बिन्ती गर्दछौँ सरकारसँग कि जुन चाहिँ वास्तविक सुकुम्बासी हुनुहुन्छ उहाँलाई वास्तव ठाउँमा पुर्याइदिनको लागि हामी पनि अनुरोध। यो आन्टीको कुरा तपाईलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नबिर्सनु होला। हस्त धन्यवाद।